सुँगुरको मासुमा पल्केर हो मेरो हुनेवाला छोराको बाउ तिमी मसँग बस्दिँदैछौ नि खुट्टा भाँची पठाएको आँटे यस्तो रोहिणीको पावर के मगाएर आइरहेको थियो तर त्यो उसले हेरिरहेको थियो तर मैले त्यो जलाले डरेर भुलायो खोटाङ जिल्ला दिक्तेल बजार कुकुर बडी पनि हेरौँ न पहिलाको बडी ओहो सुन्नुहोस् गाइस बिहान बिहान चराको आवाज आमामा स्टार्ट भयो ल हामी कुद्छौँ हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल सेवा सेवाहरू स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा अनि आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर अनि आज तपाईँहरूले थाहा पाइसक्नुभयो हामी कहाँ जाँदैछौँ भनेर अनि हामी दुईजना रनिङमा जाँदैछौँ अनि तपाईँहरूले त चिनिसक्नु भएको छ होला मलाई कहिलेकाहीँ कुनै कुनै भ्लगमा देखिरहनु भएको म तर खासै बनाउँदिनँ यस्तो कहिलेकाहीँ चाहिँ ठुटे मोटे तर अलि यताउति छ्याङछुङ त देखेको छु नि देखा परेको छु नि अनि त्यसपछि यस्तो हो क्या गाइस मैले चाहिँ तल अँधेरो नअँधेरो भएर अलिकति अप्ठ्यारो पनि भएर मैले चाहिँ तलको भिडियो गरेको मात्रै छु तर स्टार्टिङ चाहिँ तलबाटै गरेको मैले तपाईँहरूलाई हेलो स्यालो चाहिँ यहीँबाट भनेको होइन नमस्कार सेवा भनेर चाहिँ यहाँबाट गरेको स्टार्ट अनि त्यही हो म त्यो अघि नै गरेको चाहिँ म पछाडि लगाउँछु होइन अगाडि राख्नु त हुँदैन त्यही भएर देख्नु सक्नुहुन्छ गाइस हामी बिहान बिहानको रनिङ यता बिचमा हिँड नानी आमामा आमामा अब हाम्रो स्टार्ट हुन थालेको छ गाइस होइन अब स्टार्ट हुँदैछ गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ रनिङ गर्दै माथि चण्डेश्वरी आइपुगेको छौँ अहिले चाहिँ होइन अनि चण्डेश्वरी मन्दिर यहाँ मुनि छ यो यता रनिङ गर्नु आउने हुने अरूबाट कति त थाहा छ तर यता काठमाडौँ बस्नेहरूलाई चण्डेश्वरी होइन माथि उकालो यस्तो छ र अहिले यहाँ हामी कुदिनौँ हाम्रो नानीको चाहिँ त पसिना आइसकेको छ तोडी गाइस अनि मैले चाहिँ मेरो छोरी खासै पसिना आउँदैन कि अनि गाह्रो कतिमा रनिङ गरेको अब पहिला केटाकेटीमा त फेरि यति हल्का हुने कि जिउ आमा साथीहरू हामीलाई डल्ली भनेर हेपेका त्यही कुरा दुईजना मात्रै आइरहेको खुइका खुइँदाएर अरू जाउँ भनेको खासै मान्दैन पनि होइन टेन्सन हुन्छ मैले स्टिकमा लगाइसकेको छु अनि मेरो यहाँ स्टिकको त्यो ऊ चाहिँ हराएछ यहाँको रिमोटहरू सानो पठायो हामीलाई एकदमै मनपर्ने ठाउँ त्यो चाहिँ बेला बेला आइरहेको छौँ होइन अनि यहीँ माथि हामीले टिकटक बनाएको थियौँ यहीँ टिकटक बनाएको थियौँ भाइरल भएको होइन तर त्यो चाहिँ टिकटक डिलिट हान्दैछ बिजोक छ बिजोकको कुरा त्यहाँ छ म त यसो हेर्छु अस्ति होइन वास्तव पनि भएको छैन एकचोटि न हाइकिङ जानु लागि माथि पहिरहेको थियो नि हाइकिङ मलाई त झन्डै मारेको छ त एकचोटि धेरै गएको थियौँ प्रेसरहरूसँग धेरैभन्दा पनि 5 जना गएको थियो होइन गोकर्ण त्यहाँबाट माथि त्यहाँबाट गाइस अब म चाहिँ सिकुछु स्टिक चाहिँ मैले राखिनँ अलिकति अप्ठ्यारो हल्लिएको यस्तो यस्तो हल्लिएको ल अब स्टार्ट भयो ल हामी कुद्छौँ बिस्तारै कुदौँ न पहिला बिस्तारै मजबुत छ होला गाइस अनि माथिको कुकुरले चाहिँ यो घरको कुकुरले चाहिँ हाम्रो 7 लैजान्थ्यो छ क्या कुकुर राम्रो त राम्रो छ होइन तर नगर्ने रहेछ यसले 7 लैजान्छ यहाँदेखि पाऊँ हामी नानी गाइस देख्न सक्नुहुन्छ त्यहाँ ओह होला नि त अब म एउटा कुरा गाइस म एकछिनबाट तपाईँहरूले सेयर गर्छु होइन अहिले चाहिँ अँध्यारो छ अलिकति गाह्रो पनि छ नि त होइन भनिसकेँ कति गाह्रो भन्छ होला भन्नुहुन्छ होला तपाईँहरूले होइन अनि तपाईँहरूलाई थाहा छ म फुलबेली भनेर अनि मेरो बोली अलिकति ठाडो खालको हुन्छ होइन
के गर्नु जिब्रो पनि लाग्दैन खासै झन् मेरो ओ हेलो पप्सहरू गो 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 सायद साथीहरू फेरि कपाल चाहिँ लामै हुन्छ है उहाँको चाहिँ मान्छे नि राम्रै हुनुहुन्छ खोटाङले रहिनी पो हो त अलिकति उज्यालोमा ल हिँड्नु हिँड्नु त लास्ट पुड्की क्या हामी तर यो चन्नेश्वर ठाउँ चाहिँ साह्रै राम्रो छ क्या सफा देऊ देऊ मलाई यो हुन्छ नि यो के भन्छ यो क्या नाना यो केरा होइन क्या यो तर के कसै के याद आउँदैन यस्तो हेर्दाखेरि मलाई किन याद आउनु तिमीले के गर्नु केही सोच्नु खोजेको मलाई राम्रोसँग थाहा छ त्यस्तो यो विगतको कुराहरू चाहिँ भुलेको राम्रो हुन्छ होइन नराम्रो कुराहरू चाहिँ भुलेर अगाडि के अरे बढी चाहिँ राम्रो हुन्छ भन्ने उहाँको कुरा म चाहिँ अब सम्झिरहेको थिएँ तर सम्झिनु पर्ने मान्छेले नसम्झिएपछि त्यस्तै हो त्यस्तै हो साथीहरू अब सबैको यस्तो विगतको कुरा त भइ नै हाल्छ अलिकति बिहान यस्तो फ्रेस दिमागमा झस्काइदिइहाल्यो आँसु पनि आउँदैन किन आँसु आउनु पर्यो अब चाहिँ त्यस्तोहरूले यस्तो पैतालाको खुट्टोको धुलोले नि सुहाउँदैन नमस्कार सेवा नमस्ते ढोक दिया खुब साह्रो मरक भइरहेछ यो केटी आज झन् यस्तो गरिदियो भने त नानी त कस्तो देख्छ नि ओहो यस्तो गर्यो भने त झन् तपाईँहरू के मेरो हाइट चाहिँ 4 8 छ है 8 मात्रै हो र नानी ओ माई गड 8 यस्तो होइन टिकटकमा म जुम गरेर बनाउँछु नि त भिडियोहरू हाइट कसरी सोध्यो भने भन्नुपर्छ हाँसिदिएर हैरान हो चाहिँ हुनुको पीडा पनि छ केही छैन म त अब त्यही हो बढ्दिनँ यहाँबाट बढ्नु पनि छैन मलाई अनि मलाई चाहिँ जस्ट नाना जत्रो हुनु मन छ त्यत्रो त हुन्छौ टेन्सन नगर मेरो बेला पुर्की भन्छ अनि पहिलेतिर चाहिँ पुर्की भन्दाखेरि यस्तो दिनु मन लाग्थ्यो अहिले त बानी अर्किरा हो त क्या मेरो चाहिँ माफ पाऊँ होइन अनि अल्छी लाग्दो भइरहेको मेरो भ्लग त छ्याछि के भन्नु र त्यो भइले जे जस्तो कन्टेन्ट भयो पनि यसो बनाइराखौँ भनेर कि बेला अनि अब धेरै भ्युज लाइकहरू नभए पनि सब्सक्राइब नभए पनि ओ माई गड झ्यापै अँधेरै भइदियो उज्यालो पनि भयो नि त भए पनि त्यस्तो भए पनि कसैले अब हुन्छ नि दाईहरू दिदीहरू त नहुनु दाईहरू भनौँ न दाईहरू अनि अब आफन्त अङ्कलहरूको अलिअलि सोधिराख्नुहुन्छ कि कोही बेला सोध्नु भएको थियो अहिले सोध्नु भएको छैन अनि यसो बनाऊँ न त आज भनेर यसो फेरि बनाइदिए पनि हो आफ्नै कामले बिजी जस्तो त हुनुहुन्छ हाम्रो नाना अब हामी पुग्नु आँटेको छ देख्न सक्नुहुन्छ बाङराङ बुङरुङ खुट्टाहरू यस्तै छ गाइस यो को हो भन्ने चरा कस्तो गाउँको याद आउँछ यस्तो हुँदाखेरि त होइन नि यो चरा को हो भन्ने चरा तिमीहरू गाउँतिर हुँदैन झन् तिमीहरूकोतिर हुनुपर्ने त सुन्नुहोस् गाइस बिहान चराको आवाज मने गाइस हामीलाई मन परेको ठाउँ चाहिँ यही हो खुब साह्रो राम्रो लाग्छ हामीलाई अब हामी चाहिँ यो मुनि जान्छौँ अनि यतैबाट फुत्काफुत बाँदर जस्तो भएर कहिले पनि गएको थियौँ हामी चाहिँ यता मुनि फर्स्ट टाइम हो गाइस होइन ओह्रालो त खरङ पुग्ने हो नि त आऊ देख्न सक्नुहुन्छ कस्तो कि मान्छे र भित्ताको कलरै चिन्दैन हो नानी मान्छे र भित्ताको कलरै चिन्दैन के गर्नु क्यामेरा धेरै राम्रो भएपछि यस्तै हो गाइस
यस्तोमा आमा पत्कर झारेर हान्छु है डोको राख्नु तल एकचोटि 80-10 रुपियाँ राख्नु होइन बाख्रा अर्काको बाख्रा रहेछ मेरो बाख्रा भने खेता कुकेर गर्छु कति घमण्डी बाख्राहरू भन्दै रुनु लाग्यो यस्तो भिडमा मुनि चाहिँ साङ छागा थियो लास्टमा त अर्काको बाख्राको खेदाउँदै लिएको अर्काको बाख्रा कति दुःख त्यो मेरो बाख्राहरू चाहिँ कहाँ हराएको यस्तो यो ठाउँ चाहिँ साह्रै राम्रो छ है तपाईँहरू पनि आउनु सक्नुहुँदैछ आइसक्नु भएको होला हामी जस्तो हो र घरमै बसिराख्ने कहाँ साथीहरू तपाईँको यो मनतिर कस्तो ठाउँ छ क्या राम्रो छ होला कस्तो छ कस्तो यता छ साह्रै रमाइलो रहेछ यार अझै अरू राम्रो पो रहेछ है डाँडा रहेछ क्या अलिकति उज्यालोमा चाहिँ ठिकै देख्छ मेरो क्यामेरा होइन अब अलिकति अँध्यारोमा चाहिँ यस्तै छ है गाइज उफ मलाई भ्लग बनाउनु मन लाग्छ म यस्तो पनि लाग्छ कोही बेला त होइन गाइज अब यस्तो हो नि त अब गरे त हुने नै हो तर कसैको त जति गरे पनि के हो है ए यहाँ बोर्ड पनि रहेछ त राम्रो रहेछ म त के होला यहाँनिर यहाँ माथि रहेछ के छ वनमा हुने डडेलो रोकौ सबै मिलेर अनि म के भन्दै थिएँ भने गाइज होइन कहिले काहीँ यस्तो लाग्छ क्या अब लाइफ बनाउनु एकदमै गाह्रो छ तपाईँहरूलाई पनि थाहा छ है अब यस्तो छ नि दुःख स्ट्रगल त कति हो कति पुरा नगरौँ होइन गर्नुपर्छ कति स्ट्रगल गर्दा पनि कसै त सक्सेसमा पुगिँदैन अनि मलाई चाहिँ यस्तो पनि लाग्छ क्या अलिकति राम्रो क्यामेरा भए चाहिँ म अलिकति राम्रो फोन भनौँ न क्यामेरा राम्रो हुने भए चाहिँ म गाउँतिरै बस्थेँ पनि हौ जस्तो लाग्छ मलाई चाहिँ त्यो लाग्छ रमाइलो लाग्छ म आउँदैन छ अब पहिला त कति काम गरेको गाउँमै हुर्केको मान्छे होइन काम त कति हुन्छ गरिन्छ नि अनि गाउँतिरै गएर बरु यसो काम गर्दै यसो भिडियो बनाउँदै बस्नु पनि मन लाग्छ मलाई त गाउँमा पनि रमाइलो लाग्छ तर एक हप्ता चाहिँ मरिन्छ आमामा यता बस्ने बानी भएर काम त्यो ज्यान दुखेर गर्नु त गरिन्छ नि होइन गर्नुपर्छ यो चाहिँ के हो बर्ड पिपलको बोट ए रहेछ गाइस बे गरिदिनु पर्छ अरे नि त नानी हो यहाँको चाहिँ के हो नि अब त यहाँ पनि बोटै रहेछ रुख्ने आफू बोट जस्तो छ बिरुवा तर साह्रो नजिक भयो नि बर्ड पिपल सेवा गाइज म के भन्न चाहन्छु भने म हिजो होइन काम परेको थियो र हामी चाहिँ गएको थियौँ अनि त्यसपछि के भन्नु म साँच्चैको म नराम्रो छु र नानी भन त म कस्तो छु तर त्योमा धेरै राख्ने बानी ठिकै लाग्दो हो होइन अनि बाटोमा हिँड्दै थियो अनि त्यसपछि होइन अङ्कल हिँड्दै हुनुहुन्थ्यो नि मैले सोधेँ टक्राको उभिएर नि अङ्कल भने हजुर नानी भन्नुभयो म नराम्रो छु हो भनेर भने होइन अनि छैन राम्रै हुनुहुन्छ छैन राम्रो छ भन होइन अनि त्यो कसैले मन पराउँदैन त म त के नै कुरा भनेको त्यस्तो भनेको होइन भरे हाँसेर सानीहरू पनि थाहा थिएन कान्छीलाई पनि के अनि भरे आमामा तपाईँ लास्टै भन्ने है ल भनेर तर उहाँ स्टिल सिङ्गलै हुनुहुन्छ हौ साँच्चै साथीहरू उमेर पनि अब के भन्नु प्रगतिको अगाडि त यो उमेर धेरै गएको हो तर लभको अगाडि पनि सानो हो लभको अगाडि चाहिँ सानो हो प्रगतिको अगाडि चाहिँ तल हो उमेर त्यही हो गाइस गाह्रो छ है के अरे लभको अगाडि चाहिँ उमेर सानो हो प्रगतिको अगाडि चाहिँ धेरै हो क्या हुँदैन होला नानी मतलब लभमा चाहिँ अब अलिकति सानै हुनु पर्यो प्रगतिमा चाहिँ धेरै नै गइसक्यो एज भनेको क्या यहाँको हरायो क्या गाइस यहाँको घरमै खसेको होस् भन्ने मेरो मन छ घरमै खसेको होस् भनेर तर के भयो म सहन सक्दिनँ यत्तिको चाहिँ हुनुपर्छ है साथीहरू जानु त उतै अलिक पर उहाँ म खुट्टा समेत हल्लाउँदै भयो त आउने यहाँ गर्नु अब हामी यस्तो एक्सर्साइज गर्नु पऱ्यो नि त के गर्नु नि अरे एक्सर्साइज बडी पनि हेरौँ न पहिलाको बडी ओहो बडी चाहिँ फेरि खत्रै छ पहिलाको नानीहरू ए कस्तो यस्तो पो माङजाङ मुङजाङ रहेछ है गाइस देखिसक्नु भएको छ हामी डल्ला डल्लीलाई अनि अब हामी एक्सर्साइज हाम्रो स्टार्ट हुँदैछ 1 नम्बरमा केबाट सुरु हुन्छ त्यो थाहा पनि छैन 1 नम्बरमा यस्तो होला अलिअलि छाला गइन्छ
यस्तो गरौँ न 1 2 10 कतिचोटि 5 चोटि गरौँ न गरौँ न यस्तो यता पनि यस्तो 1 2 गरौँ न साथीहरू अझै मेरो बडी छ 1 2 3 4 5 1 2 3 5 यस्तो कम्मरले भाँचिँदैन नि त आउनु मलाई चाहिँ फेरि डान्सको डी पनि आउँदैन क्या साथीहरू यस्तो यस्तो पनि मन यस्तो 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 पनि मैले देख्छु क्या अगाडि पछि मेरो हुनेवाला छोराको बाउ तिमी मसँग बसिँदैछौ नि हेर न कोसँग बसिरह होला कुन चाहिँसँग बेबी सानो गुड मर्निङ भनिरह होला यहाँ फेरि मस्त भनिरहेको होला पछि जति के गरे मस्केनी जोसँग बोल्यो नि पछि मेरै हो के गर्छौ त होइन पछि तिमीहरू सँगै हुने होइन मान्छेले सुन्यो होला है तिनीहरूले बाँकी के गरिसक्यो ला साथीहरू यस्तो रुखमा चढ्न सक्नुहुन्न ल म सक्छु कुकुर छ कुकुर अहिले चिलाएर मर्नु होला यता हेर्नु त यता हेर्नु न देख्न सक्नुहुन्छ म रुखमा चढेको ओहो सुनौलो मौसम छ सुनौलो रातमा हेलो साथै सानो छु त हेर्नु यस्तो खालको चाहिँ हुनु पर्यो क्या नाच त एक दुईवटा डान्स देखाउ त नाच नाच डाइलग बोल हात हेर न निलाई तर साथीहरू हेर्नु न यहाँ हेर्नु न अब जस्तै कि तपाईँहरूले लाग्छ होला होइन नानालाई यो मान्छे त सिङ्गल छैन कहाँ यस्तो हुन्छ भनेर होइन तर त्यो भन्दा नि रियालिटी चाहिँ फरक हुँदो रहेछ क्या साथी गाइज होइन मलाई चाहिँ नि यस्तो लाग्थ्यो क्या यो के अरे हुन त लुगा लाउँदा के नै हुन्छ र होइन धेरै पो अब अलिकति ओभर चाहिँ लाउनु भएन तर ठिकै त लाउँदा हुन्छ नि त होइन अनि मलाई चाहिँ साह्रो लाज लाग्ने क्या छोटो कटो लाउनु अनि मैले चाहिँ आज लगाइदिएँ ल आज लगाइदिएँ म यस्तै छु पेटमा मासु यस्तै छ खोलेर देखाउनु न हाम्रो अरूको के अरे 6 प्याक हुन्छ हाम्रो चाहिँ 2 प्याक छ है 2 प्याक होइन मासु प्याक 2 प्याक हो क्या 6 प्याक नभएर 6 प्याक त 2 प्याक भयो ध्यान राख है बस्छो दम 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 होइन अनि के बोलौँ के क्यामेरा गरेर मैले औँठा परिजान्छ गाइस यो ठाउँमा पिकनिक आयो भने साह्रो रमाइलो हुन्छ साथी आएर बस्यो भने होइन अब हुन्छ नि साथी नआएर अरू जोडी आउँदा नि राम्रै हुन्छ ओ सुन न होइन गाइज यस्तो हुन्छ क्या म चाहिँ रियालिटी के छ भने कसैको त अब सानैदेखि पनि ठिकैदेखि लभ परेर कति धेरै प्रगति गरेर अन्तिममा टक्क फाइनल लुक्स देखाउँछ नि त अनि म पनि त्यस्तै खालको देखाउन म पनि चाहन्थेँ तर अलिअलि स्टार्टिङ हुन्छ अन्तिममै चढ भइदिन्छ अनि फोटो डिलिट हान्दाको जास्ती होइन नि अरे सोचे जे जिन्दगी रहेन छ तपाईँहरूले देख्नुभयो होला नि यस्तो हात यस्तो यस्तो गर्दाखेरि केही कुरा के यस्तो राम्रो देखेको त्यो त नर्मल कुरा हो चराको आवाज सुन्न सक्नुहुन्छ बिहान बिहान टिङ रिङ 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 गाइज
डल्ली न डल्ली डल्ली भन्दै कमेन्ट आफ्नै नानीले हालेपछि अरूले हान्न हालेर कसले हाल्छ त नि भन्नु यस्तो अग्लो छ कहाँ आमा नानी तिमी 11 फुट त छौ पक्कै 11 फिट ओ माई गड सर्लकै अनि कुन पोज हान्दिन् तपाईँलाई गाइस अब हामी चाहिँ जान्छौँ आजको ब्लगहरू पनि हाम्रो चाहिँ यस्तै भयो अब जान्छौँ सुइलाएर टाढो पो छ त आमा यहाँ माथि नै कति बजे अहिले 7:20 भयो अब कति पुग्नु लाग्छ 8 बजीतिर पुग्छौँ 8 बजी खासै पुग्छ तर रनिङ गर्दै गर्नु पुग्छ रनिङ गर्दै जानु पर्ला आज जानुपर्छ ढिलो हुन्छ अनि अब जान्छौँ गाइस होइन बनाउँदै जानु पर्यो नि अब यहाँबाट चाहिँ जान्छौँ चार्ज त सक्यो तर गएर म लगाउँछु फेरि हामी आउनेछौँ म अलिकति राम्रो फोन लिएर आउनेछु अलिकति नानी अग्लो भएर आउनेछ म पनि अग्लो त कहाँबाट कसरी गर्ने हो अलिक मुनि खानु खादियो नि त नि मुनि अलिक यो चाहिँ हो त तान के अरे अलिकति यसलाई सुरुमा अलिक फोल्ड गर्नु नि यस्तै रहेछ जानेर गाइस आउनुहोस् यता घुमफिरको लागि अनि एउटा कुरा गाइस म मान्छे त राम्रो त होइन त्यही पनि होइन यसरी कपाल बाँध्दा झन् नराम्रो देख्दो रहेछ मैले त्यो कुरा चाहिँ आज कन्फर्म गरेँ होइन माथि रोडबाट ओइ जुत्ता गयो क्या होइन रहेछ मेरै तर अनि हाम्रो आजको काचाकुचुक भ्लगहरू फोटो पनि एउटा राम्रो आएन खोटाङ गीत गाउँ न खोटाङले छिटो जा छैन त्यस्तो त्यो नगीत गाउँ छिटोको बारेमा के घर त मेरो धनको टाढा बजार कान्छी चाँडै नै भयो हतार त्यो एउटा गीत छ त नि डिक्टेल बजार दाजु तिमीले मोहानी लगायो दाजु तिमीले मोहानी लगायो चिनको चिनमालैलाई संसारै भुलायो खोटाङ जिल्ला डिक्टेल बजार बिस्तारै लडिन्छ बिचरा भाइले होला झन्डै खुट्टा भाँची पठाएको आँटे यस्तो रोहिणीको पावर यस्तो हुन्छ हाम्रो त त्यो हाम्रो त्यो छायाले नै ट्याङ ढल्छ के मगाएर आइरहेको तर त्यो उसले हेरिरहेको तर मेरो त्यो झलकले ढलेर रोहिणीहरूको पावर यस्तो झन्डै खुट्टै भाँच्छ अत्ताले जरा हामीले देख्नु त्यो अत्ताले क्या हो त्यही भएर त सुँगुरको मासु खानुपर्छ क्या सुँगुरको मासु खाएपछि चाहिँ यस्तो हुन्छ पावर हुन्छ जाऊ उकालो सुँगुरको मासु खाएको पावर उकालो सुँगुरको मासुमा पल्केर हो रैनीतिर ल साथीहरू यहाँ झन्डै यही बाटो यो ठाउँमा फोटो जाऊ त भिडियो
हुँदै गरेको मेरो पछाडिको भिडियो बनाउनु न यसमा सुँगुरको मासुमा पल्केर हो घरिघरि त्यतिरै ढल्केर हो ओइ तब त्यो फुस्क्या भयो मेरो रैनीहरू चाहिँ यसरी नै आफूले लेस बाँधिदिन्छ त्यो कोही त चटकी हुन्छ नि लेस बाँधिदेऊ त्यो बोयफ्रेन्डसँग भयो भने बेबी लेस बाँधिदेऊ न अरे क्या त्यो काहीँ नभएको त्यो जिन्दगीभर त्यसले लेस बाँधेर पुग्छ ब्लगमा नेलु मेरो अङ्गालोमा लेस नाच्नु हामी चाहिँ त्यहाँबाट 10 मिनटमा आइपुग्यो कति किलोमिटर जति चाहिँ थाहा छैन तर धेरै टाढो छ अनि चण्डेश्वरीमा मुनि झरिसकेको छु रनिङ गर्दै आइपुगेको कति गाह्रो भएन अब आज भ्लगहरू यस्तो गाजा कुचुक हिँडेको गाइस त्यो मासतिर हिँडेको बनाउनु पनि गाह्रो भयो अब अर्को भ्लगमा फेरि भेट्नु बाई बाई गाइस सबैले सन्चै रहनु होला